विद्यार्थी भाइ बहिनीहरू, आज हामी करण र अकरणका बारेमा छलफल गरौँ है त। करण र अकरणलाई ध्रुवीयता पनि भनिन्छ। करणले छ वा हो भन्ने सकारात्मक अर्थ दिन्छ भने अकरणले छैन वा होइन भन्ने नकारात्मक अर्थ दिन्छ। ल, करण वाक्यलाई अकरणमा परिवर्तन गर्दा सुरुमा, बीचमा र अन्त्यमा आवश्यकता अनुसार क्रियामा नथप्नुपर्छ। विद्यार्थी भाइ बहिनीहरू, सुरुमा अकरण बनाउँदा नथप्ने अवस्थाहरूका बारेमा बताउन सक्नुहुन्छ? हो, पक्कै पनि। आज्ञार्थ, इच्छार्थ र सम्भावनार्थका क्रियामा अकरण बनाउँदा सुरुमा नथपिन्छ। जाऊ, नजाऊ, पढुन्, नपढुन्, पर्ला, नपर्ला। अकरण बनाउँदा बीचमा नथप्नु पर्ने अवस्थाहरू अज्ञात र अभ्यस्त भूतमा हुन्छ। देखेछ, देखेनछ, खाएछन्, खाएनछन्, डुल्नु भएछ, डुल्नु भएनछ, त्यस्तै अभ्यस्त भूतमा डुल्थे, डुल्दैनथे, जान्थे, जाँदैनथे। अब अन्त्यमा तीनवटै कालका सामान्य, अपूर्ण र पूर्ण पक्षका सबै क्रियामा अन्त्यमा नथपिन्छ। गएको छ, गएको छैन, जाँदै थिए, जाँदै थिएनन्, बस्छु, बस्दिन। यसरी हामीले करण